लाइ जा केटा हेलो गाइज वेलकम टु अनदर ब्लग्स र यति बेला हामी बाँकी छौँ सानमाको घरमा आएका छौँ र सानमाको घरमा आउने क्रममा हामी अहिले बाटोमा छौँ र बाटोबाट हामीले केही भ्यूहरू चाहिँ क्लिक गरेका छौँ देख्न सक्नुहुन्छ यो तलको बाँकी हो यो बाटो यो थोरपाटनको बाटो पनि भन्छ यसलाई यो टारी अर्घाटारी यो अर्घाटारी जाने बाटो हो यो थोरपाटनको बाटो पनि भन्न सकिन्छ र यो अर्घाटारी जाने बाटो हो र अहिले मौसम पनि ठिकै छ देख्न सक्नुहुन्छ बादल लागेको छ मौसमले चाहिँ हामीलाई च्यालेन्ज गरेको छ किनकि पानी पर्ने सम्भावना धेरै छ यो यति बेला हामी थोरपाटनको बाटोमा छौँ यो बाटो ग्रेभल मात्र भएको छ पिच हुन चाहिँ बाँकी छ र अस्ति पनि यहाँभन्दा अलिकति माथि चाहिँ कोर्स दुर्घटना भएको थियो र यही बाटो हुँदै जाँदाखेरि नै हो देख्न सक्नुहुन्छ यो पछाडिको यो बाटो ग्रेभल भएको छ भने हामीले यो भ्लगिङ गरिरहेका छौँ यति बेला यो भ्यू देख्न सक्नुहुन्छ के भयो भनिरहेको छ नि यो भ्लगिङ गर्दाखेरि ल हामी यत्रोजना भएर चाहिँ घुम्न हिँडिरहेका छौँ हेर्नुहोस् है अहिले चाहिँ हामी बाटोमा छौँ गाडी कुरिरहेका छौँ गाडी आउँदैछ माथिबाट हाम्रो यति बेला चाहिँ यो हामी अर्घाटारी जाने बाटोमा छौँ पछाडिबाट आउँदैछन् तिनीहरू पनि अवलोकन हामीले तपाईँहरूलाई एक्सप्लोर गरेका छौँ यी बाटो चाहिँ यही हो थोरपाटन जाने बाटो पनि भन्नुहुन्छ यो बाटो ग्रेभल बिम भएको छ हुन त म म्युजिक हाल्छु के भाइ खेत नै यो बादल खेत के बादल खेत तलका ल यति बेला म बाँकीमा छु यिनी देख्न सक्नुहुन्छ यो बाँकीका खेतहरू पुरा तल बाइफलो बगेको छ यो तलको कार्की गाउँ हो र यता हाम्रो सान्माको घर छ सान्माको घरमा आएका छौँ हामी र यति बेला हामी अर्घा भगवती मन्दिर प्रवेश गर्दैछौँ यो चाहिँ मूल प्रवेशद्वार हो अर्घा भगवती मन्दिरको हामी प्रवेश गर्दैछौँ यो गेटबाट देख्न सक्नुहुन्छ आज एकदम यति बेला अर्घा भगवती मन्दिर प्रवेश गर्दैछौँ गेटबाट भित्र छिरिसकेका छौँ आज मात्रामा भिड छ जुन भिड देख्न सक्नुहुन्छ तपाईँहरू यति बेला हामी अर्घा भगवती मन्दिर प्रवेश गर्दैछौँ यो मूल गेट हो यहाँबाट चाहिँ हामी छिर्दैछौँ देख्न सक्नुहुन्छ यो माथि मन्दिरमा जाने गेट बाटो हो र एकदम राम्रो बनाइएको छ म पनि धेरै वर्षपछि आएको छु धेरै वर्षको तुलनामा चाहिँ यो धेरै फरक देखिएको छ यति बेला हामी अर्घा भगवती मन्दिर छौँ र तलदेखि सन्धिखरको बजार हो र सन्धिखरको बजारबाट चाहिँ निकै नजिक छ त्यति टाढा चाहिँ छैन र हामी मेन जुन टिकटकमा भाइरल मूर्ति नजिक पुग्दैछौँ यही मूर्ति हो एकदम भाइरल भएको छ टिकटकमा यो मूर्ति हामी प्रवेश गर्दैछौँ र यहाँ भिड धेरै भिड देखेका छौँ हामीले मानिसहरूको यो देख्न सक्नुहुन्छ यो अर्घा दरबार यो मूर्ति सबैभन्दा ठुलो मूर्तिको रूपमा लिन सकिन्छ यो मूर्तिलाई सिसावाला हो क्या र यो तल देखिने भ्यू चाहिँ सब तल गरम पानी हो है देखिने चाहिँ यहाँबाट यताबाट जाँदैछ हामी घुमेर यो देखिने भ्यू हो अर्घा भगवती मन्दिरबाट देखिने भ्यू सन्धिखरको बजार तल छ देख्न सक्नुहुन्छ है यति बेला हामी यतिजना भएर चाहिँ अर्घा भगवती मन्दिर दर्शन गर्दैछौँ यही देख्न सक्नुहुन्छ एकदम दामी भ्यू छ है यहाँबाट देखिने भ्यू तिमीले मेरो भिडियो बनाउन सक्छौ अस्मिते कति खिच्दैछु कति एउटा खिच्दिने आफू बरु आफूको छैनन् फोटो दानपेटिका राखिएको छ भगवती मन्दिरको दानपेटिका राखिएको छ र यो मन्दिर भगवती देवीको मूर्ति चाहिँ यसरी सजाएर राखिएको छ यति बेला हामी अर्घा भगवती मन्दिरमा छौँ र भिड छ त्यो चाहिँ अर्घा दरबार मन्दिर पनि भन्न सकिन्छ एकदम भ्यू राम्रो छ र मौसमले पनि हामीलाई च्यालेन्ज गरेको छ देख्न सक्नुहुन्छ तलबाट देखिने भ्यू यो अर्घाबाट देखिने भ्यू हो
एकदम राम्रो भ्यू छ यहाँको, तपाईँहरूले देख्न सक्नुहुन्छ र एकदम भिडभाड छ यो स्थानमा चाहिँ। ठुलो मात्रामा मान्छेहरू भिडियो टिकटक बनाउने एकदम फेमस क्षेत्रको रूपमा पनि हामीले लिन सकिन्छ। र यो मैले देखाइरहेको छु यति बेला एकदम भिड छ। मूर्ति देख्न सकिन्छ, यो भगवतीको देवीको मूर्ति हो। एकदम भिडभाड छ र जुन प्रवेशद्वार मैले देखाइसकेको छु भने